नमस्कार। आज हामी एकदमै चर्चामा रहेको विषय एआई बारे कुरा गर्दैछौं। आखिर यो एआई के हो अनि यसलाई प्रयोग चाहिँ कसरी गर्ने? आउनुहोस् बुझौं। ल त्यसो भए सुरु गरौँ है त। सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्रश्नबाटै एआई आखिर हो के? तपाईले एआई त जताततै सुन्नु भएकै होला। यसको पूरा नाम हो आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता। यो शब्द सुन्दा अलिक गाह्रो लाग्यो होला हैन, तर चिन्ता नलिनुहोस्, यसलाई एकदमै सरल तरिकाले बुझौँ। एकदमै सरल भाषामा भन्नुपर्दा एआई भनेको यस्तो प्रविधि हो जसले मान्छेले जस्तै सोच्न, सिक्न अनि काम गर्न सक्छ। सोच्नुस् त, मसिनहरूलाई हाम्रो जस्तै दिमाग दिएर गाह्रोभन्दा गाह्रो समस्याहरू समाधान गराउने एउटा तरिका हो यो। ठिक छ, एआई के हो भन्ने त बुझियो, तर यसले गर्न चाहिँ के सक्छ? आउनुहोस् यसको केही कमालका क्षमताहरू हेरौँ। हेर्नुहोस्, एआईको क्षमता त साँच्चै अचम्मको छ। यसले तपाईको लागि लेख, कविता, फिल्मको स्क्रिप्ट जे पनि लेखिदिन सक्छ। फोटो र भिडियो बनाउन सक्छ, अझ तपाईको आवाज निकालेर अडियो नै तयार पार्न सक्छ। अनि पढाइमा होस्, अफिसको काममा होस् वा व्यापारमा, यो त एउटा शक्तिशाली सहयोगी नै बन्न सक्छ। ल, यति धेरै काम गर्न सक्ने रहेछ। अब मनमा प्रश्न आउँछ नि हैन, यसलाई चलाउने चाहिँ कसरी, कहाँबाट सुरु गर्ने? आत्तिनु पर्दैन, प्रक्रिया एकदमै सजिलो छ। पहिलो काम, च्याटजीपीटी जस्ता एआई टुल्स खोल्नुहोस्। त्यसपछि आफ्नो मोबाइल वा ल्यापटपमा जे जान्न मन छ त्यो प्रश्न टाइप गर्नुहोस्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, तेस्रो स्टेप, आफ्नो काम अनुसार सही प्रम्प्ट दिनुहोस्। प्रम्प्ट भनेको चाहिँ निर्देशन हो। याद राख्नुहोला, जति राम्रो निर्देशन उति नै राम्रो नतिजा। अनि सोच्नुहोला कि यो त ठूला विज्ञहरूको लागि मात्र होला, तर होइन। आजको दिनमा एआई सबैको लागि उपयोगी भइसक्यो, चाहे विद्यार्थी होस् वा व्यवसाय। जस्तै हेर्नुस् न, विद्यार्थीहरूले आफ्नो होमवर्कमा मद्दत लिन सक्छन्, शिक्षकहरूले पढाउने सामग्री तयार पार्न सक्छन्, व्यवसायीहरूले आफ्नो कामलाई कति सजिलो बनाउन सक्छन्, अनि जागिर खोज्नेहरूका लागि त यो झनै उपयोगी छ। आफ्नो सिभी र एप्लिकेसनलाई तिखार्न मद्दत गर्छ। तर यी सबै कुरा किन महत्त्वपूर्ण छ त? आखिर एआई प्रयोग गर्नुको वास्तविक फाइदा के हो? यदि यसलाई सही तरिकाले चलाउन जानियो भने यसका तीनवटा ठूला फाइदाहरू छन्। पहिलो, यसले हाम्रो धेरै समय बचाइदिन्छ। दोस्रो, यसले हाम्रो सिप बढाउँछ। र तेस्रो, यसले अनलाइनबाट पैसा कमाउने नयाँ ढोकाहरू पनि खोलिदिन्छ। त्यसैले एउटा कुरा याद राखौँ है, एआई सिक्नुहोस्, भविष्यसँग जोडिनुहोस्। यो नयाँ सिपले हामीलाई आउने समयको लागि तयार पार्छ। र अन्त्यमा एउटा प्रश्न, हामीले आफ्नो भविष्यलाई अझ राम्रो बनाउन एआईलाई कसरी प्रयोग गर्न सक्छौं? यही सोचको साथ आजलाई यति नै। धन्यवाद।